नमस्ते। अबुधाबीमा रहेको हिन्दू मन्दिर दर्शन गर्नको लागि अलि टाढा भयो अनि दुबईमै रहेको जबेलाली हिन्दू मन्दिर दर्शन गर्न जान पाए नि हुन्थ्यो भन्ने लागिरहेको छ। तर कसरी जाने, खुल्ने समय के छ, बुकिङ चाहिन्छ कि चाहिँदैन, केही थाहा छैन, केही छैन। आउनुहोस् म भन्छु नि। तर सबैभन्दा पहिला आइडी फलो गर्नुभएको छैन भने चाहिँ फलो गरेर राख्न नभुल्नुहोस् है। तपाईँलाई झुक्किएर काम लाग्न सक्छ है त। आउनुहोस् सुरु गरौँ। हप्ताको 7 दिन खुल्ने जबेलालीको हिन्दू मन्दिर दर्शन गर्नको लागि बिहान 6 बजेदेखि रातिको 8:30 बजेसम्म खुला हुन्छ। तपाईँ सार्वजनिक यातायात प्रयोग गरेर मन्दिर दर्शनको लागि जान चाहनुहुन्छ भने चाहिँ रेड लाइनको इनर्जी मेट्रो स्टेसन वा आइबिएन बतोत स्टेसनबाट चाहिँ F44 नम्बरको पब्लिक बसले तपाईँलाई मन्दिर नजिकैको बस स्टपमा लैजानेछ। अनि त्यहाँबाट तपाईँले 5 मिनटको दूरीमा हिँडेपछि मन्दिरमा पुग्न सकिनेछ। अनि अबुधाबीको हिन्दू मन्दिर दर्शनको लागि जस्तो जबेलालीको हिन्दू मन्दिर दर्शन गर्नको लागि चाहिँ कुनै बुकिङको आवश्यक पर्दैन भनेको छ। साँच्चै तपाईँहरूको यो मन्दिर दर्शनको लागि जानुभएको छ? बुकिङ चाहिन्छ कि चाहिँदैन कमेन्ट गर्न नभुल्नु होला है त। धन्यवाद।